नमस्कार। आजको दैनिक राशिफल कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। आज मिति 2083 साल भाद्र महिनाको 6 गते शनिबार। आज श्रावण शुक्ल पक्षको नवमी तिथि रहेको छ। चन्द्रमा दिनभर वृश्चिक राशिमा गोचर गर्दै हुनुहुन्छ। शनिबारको दिन र जल तत्त्वको राशिका चन्द्रमाको यो प्रभावले आजको दिन 12वटा राशिको लागि कस्तो रहनेछ, कसलाई धनलाभको योग छ, कसले सावधानी अपनाउनु पर्छ। आउनुहोस् सुरु गरौँ आजको राशिफल। मेष राशि। अष्टम चन्द्रमाको प्रभावले यात्रा गर्दा वा सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउनुहोला। आर्थिक लेनदेनमा अलिकति सजग रहनुपर्ने दिन छ। आज तपाईँको लागि शुभ अङ्क 9 र शुभ रङ रातो अथवा कालो। आज हनुमानजीको दर्शन गरी हनुमान चालिसा पाठ गर्दा सङ्कट टर्नेछ। वृष राशि। सप्तम चन्द्रमाले व्यापार व्यवसाय र साझेदारीको काममा सफलता दिलाउँछ। जीवनसाथी वा प्रेम सम्बन्धमा मधुरता आउनेछ। नयाँ कामको थालनी गर्न आजको दिन एकदमै उत्तम रहेको छ। आज तपाईँको लागि शुभ अङ्क 6 हो भने शुभ रङ चाहिँ सेतो अथवा गुलाबी रहेको छ। आज माता लक्ष्मीको दर्शन र आराधना गर्नु नै शुभ हुनेछ। मिथुन राशि। छैठौं भावको चन्द्रमाको कारण प्रतिस्पर्धीहरू परास्त हुनेछन्। स्वास्थ्यमा राम्रो सुधार आउनेछ। रोकिएका पुराना कामहरू आज बन्ने सम्भावना एकदमै उच्च छ। तपाईँको लागि आज शुभ अङ्क 5 हो भने शुभ रङ हरियो। गणेशजीको दर्शन गरी दुबो चढाउनुहोला। आजको दिन उत्तम हुनेछ। कर्कट राशि। पञ्चम चन्द्रमाले बौद्धिक र रचनात्मक क्षेत्रमा सफलता दिलाउँछ। विद्यार्थी वर्गको लागि अध्ययनमा प्रगति हुनेछ। शेयर बजार वा लगानीमा भने सोचेर मात्रै हात हाल्नुहोला। आज तपाईँको लागि शुभ अङ्क 2 र शुभ रङ सेतो रहेको छ। भगवान शिवजीको दर्शन गरी जल अर्पण गर्नुहोला। सिंह राशि। चौथो भावको चन्द्रमाले गर्दा पारिवारिक विषयमा केही तनाव वा असन्तोष बढ्न सक्छ। आमाको स्वास्थ्यमा ध्यान दिनुहोला। घर जग्गा वा सवारी साधनको काममा हतार नगर्नुहोला। आज तपाईँको लागि शुभ अङ्क 1, शुभ रङ सुनौलो वा पहेँलो रहेको छ। सूर्यदेवलाई तामाको लोटाबाट अर्घ दिनुहोला। कन्या राशि। तेस्रो स्थानको चन्द्रमाले तपाईँको पराक्रम र आत्मविश्वास बढाउनेछ। दाजुभाइ तथा साथीभाइको राम्रो सहयोग मिल्नेछ। छोटो दूरीको यात्रा फलदायी हुनेछ। आज तपाईँको लागि शुभ अङ्क 5, शुभ रङ हरियो रहेको छ। विष्णु भगवानको ध्यान र स्मरण गर्नुहोला, राम्रो हुनेछ। तुला राशि। दोस्रो भावमा चन्द्रमा रहेकाले बाढीमा मिठास रहनेछ। आकस्मिक धनलाभको योग छ, तर शनिबारको प्रभावले गर्दा खर्च भने अलि संयमित हुनुपर्छ। आज तपाईँको लागि शुभ अङ्क 6 रहेको छ। शुभ रङ चाहिँ सेतो। दुर्गा माताको दर्शन गरी ढोग्नुहोला, दिन राम्रो हुनेछ। वृश्चिक राशि। तपाईँकै राशिमा चन्द्रमाको गोचर रहेकाले मनमा नयाँ ऊर्जा र उत्साह थपिनेछ। कार्यक्षेत्रमा निर्णय क्षमताको प्रशंसा हुनेछ। नयाँ जिम्मेवारी सम्हाल्ने अवसर मिल्न सक्छ। आज तपाईँको लागि शुभ अङ्क 9, शुभ रङ गाढा रातो वा कालो। भैरवनाथ वा शनिदेवको दर्शन गर्नु एकदमै उत्तम हुनेछ। धनु राशि। द्वादश चन्द्रमाको कारण अनावश्यक खर्च बढ्न सक्छ। मानिसहरूसँग कुरा गर्दा संयम अपनाउनुहोला। वैदेशिक क्षेत्रका कामहरू भने सकारात्मक रहनेछन्। आज तपाईँको लागि शुभ अङ्क 3, शुभ रङ पहेँलो रहेको छ। भगवान श्री विष्णु वा आफ्नो गुरुको ध्यान गर्नुहोला। मकर राशि। एकादश भावको चन्द्रमाले आम्दानीका नयाँ स्रोतहरू पहिल्याउन मद्दत गर्नेछ। रोकेको धन फिर्ता आउने योग छ। साथीभाइको सहयोगले सफलता मिल्नेछ। आज तपाईँको लागि शुभ अङ्क 8 रहेको छ। शुभ रङ चाहिँ कालो वा निलो। शनिदेवको मन्दिरमा तोरीको तेलको दीप प्रज्वलन गर्नुहोला। कुम्भ राशि। दशम भावको चन्द्रमाले कार्यक्षेत्रमा पदोन्नति वा नयाँ जिम्मेवारीको ढोका खोल्नेछ। समाजमा मान सम्मान बढ्नेछ। व्यापारमा नाफा कमाउन सकिन्छ। आज तपाईँको लागि शुभ अङ्क 8 र शुभ रङ भनेको चाहिँ गाढा निलो। हनुमानजीको दर्शन गरी कालो तिल चढाउनुहोला। अन्त्यमा रहेको छ मीन राशि। भाग्यस्थानमा चन्द्रमाको स्थितिले गर्दा रोकिएका भाग्यशाली कामहरू बन्नेछन्।
धार्मिक वा परोपकारी कार्यमा रुचि जाग्नेछ। आज तपाईँको लागि शुभ अङ्क 3, शुभ रङ पहेँलो वा सुनौलो। शिव पार्वतीको दर्शन र पूजा गर्नुहोला। आज शनिबारको सर्वसाधारण विशेष उपाय। आजको दिनलाई समग्र रूपमा शुभ बनाउन पिपलको रुखमा जल चढाउने वा असहाय व्यक्तिलाई कालो तिल अन्न दान गर्दा ग्रह दोष शान्त हुनेछ। तपाईँको आजको दिन शुभ रहोस्। भिडियो मन परेमा लाइक, सेयर र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। भोलि पुनः भेट हुनेछ। धन्यवाद।